हेलो साथीहरू, दर्शक नमस्ते। आज सन्डेको दिन के गर्नु, अब साथी सङ्गी एक्लै रङ्गी सङ्गी भने जस्तै अब आफ्नो त कोही छैन परदेशमा, एक्लै हो। ठिकै छ, गोर्खालीको छोरो हार मान्नु हुँदैन, एक्लै नै काफी हुन्छ। हल्का सिटीमा घुमघाम गर्दै रमाइलो गर्दै आफूमा आफै खुसी हुनुपर्छ। साथ दिने चाहिँ कोही हुँदैन यो परदेशमा। आफूमा विश्वास भरोसा मजबुत हुनुपर्छ। अब टक्क लाएर घुमिरहेको तपाईँहरू देख्नुहुन्छ यहाँ कोरियन रेस्टुरेन्ट, जापानिज, अब चाइनिजहरू सब एकदम भिआइपी हो। अब यो अटो सिटीमा चाहिँ सबै हुन्छ। साइडमा तपाईँ देख्नुहुन्छ पुल हाउस पनि छ। पुल हाउस यस्तै छ साथीहरू, परदेशी जिन्दगी रमाइलो नभए पनि रमाइलो गराउनु पर्छ आफूले आफूलाई। तपाईँलाई खुसी दिन कोही पनि हुँदैन लाइफमा, यो चाहिँ तपाईँले लेखेर राख्नु होला। यस्तै छ आज सन्डेको दिन। यसै रुममा कति मोबाइल हेर्नु भनेर हल्का भिजिट गरेको। अब यस्तो छ, अब तपाईँहरू देख्न सक्नुहुन्छ विदेशी पर्यटकहरू यो लोकेसनमा एकदम बब्बा धेरै आउने गर्छ घुम्न गर्नु। सो निस्किरहेको सो गाइस, अब यहाँ चाहिँ पछाडिको चाहिँ इग्नोर गर्नु होला, यस्तो चिजहरू हेर्नु हुँदैन। यो भित्र चाहिँ फेरि सामानहरू एकदम महँगो, तपाईँको एक्सपेन्सिभ छ होइन, एकदम महँगो सामानहरू छ। त्यही छ साथीहरू। यहाँ देख्नुहुन्छ खरायोहरू डालोहरू मुसोहरू कति बबर छ, कलरको देख्नु of strings. Yeah, so if you would like to care for a puppy or a kitten, yeah, feel free to take a look. Yeah, and of course, if you have any of them attention to अटो सिटीमा चाहिँ तपाईँको भेटनरी राखेको रहेछ। तपाईँको बिरालोहरू कुकुरहरूलाई चाहिँ तपाईँले चेक गरेर औषधि अब त्यसलाई चाहिँ बिरामी भएको अब बडी एकदम देख्नु घरमा पालेको जनाहरू लिएर आइरहेको। Yeah, and it happens that you don't have a license, there will be a compound of mind fresh भयो साथीहरू। के गर्नु, so for those of you who have puppy or dog at home, तपाईँहरू चाहिँ कन्सर्ट थियो, कन्सर्ट पनि सकिरहेको छ। सुरु गरिरहेको छ त तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ। अब नयाँ कन्सर्टको लागि चाहिँ प्रिपेयर गर्दैछ। अब यहाँ स्टाफहरू टन्नै छ काम गर्ने। अब कहिलेको लागि हो त्यो चाहिँ थाहा भएन डेट, अब हल्का तयारी गरिरहेको छ। यता चाहिँ मेट फर लन्डनको पिपुलहरूले चाहिँ यहाँ कन्सर्ट स्टार्ट गरेको चाहिँ 2 विक भइसक्यो। खासै इन्जोयलेबल त केही छैन, त्यही पनि म चाहिँ भित्र छिरेको छैन, बाहिरबाट हल्का त्यो बच्चाहरू खेल्ने हालिरहेको छ। देख्न सक्नुहुन्छ तपाईँहरू माथि पनि खेलिरहेको छ हल्का। अब यता हेर्नु, यता अब ठुला मान्छेहरू साना मान्छेहरू सबै खेल्न मिल्छ।
हल्का इन्जोयमेन्ट गरिरहेको छ बच्चाहरूले। विदेशीहरूलाई त रमाइलो छ नि साथीहरू, के अब खायो खेल्यो रमायो। हामी नेपालीलाई त गाह्रो हुन्छ होइन, देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो हो, यो अटो सिटीमा चाहिँ तपाईँको टाइम हुन्छ, कहिले लन्डन कहिले अमेरिकन त्यस्तो उहरूले चाहिँ हालिरहेको हुन्छ, त्यस्तो हो। तर भित्र जान चाहिँ खासै त्यो फाइदाजनक मैले देखेन होइन, तपाईँहरूको त्यस्तो केही छैन, बच्चाहरू खेलिरहेको यस्तै छ साथीहरू। हेर्नु विदेशीहरूलाई त अब केही चिज देख्यो भने चाहिँ अब रमाइलो लागिहाल्छ नि त। मान्छेहरू भइरहेको छ त्यस्तो छ, साना पुच्चे नानीहरू चाहिँ खेलिरहेको छ। हेलो खेलिरहेको छ। हेलो हेलो ल साथीहरू, म पनि केही छिनको लागि चाहिँ यस्तो अटो सिटीमा माइन्ड फ्रेस गराउनु आएको छु। साथीहरू छैन, एक्लै घुमघाम गर्न अब त्यस्तै हो। अब हल्का माइन्ड फ्रेस गऱ्यो, अब फेरि रुमतिर जाने, अब हल्का घुम्यो, के गर्नु साथीहरू, यस्तै हो। यस्तो यिनीहरूलाई चाहिँ यिनी हो विदेशीहरूलाई, टुरिज्महरूलाई चाहिँ होइन तपाईँको यस्तो सानो चाहिँ केही देख्यो नि पुरा रमाइलो अनौठो लाग्ने रहेछ कि। तपाईँहरू देख्नु सक्नुहुन्छ होइन, कति बच्चा हाम्रो नेपालमा भने यस्तो बच्चाहरूले चाहिँ खेल्दैन। अब यहाँ चाहिँ हेर्नु तपाईँको क्या मजाले खेलिरहेको छ है।